Good morning. खतरैसँग बानेछु ब्याग चाहिँ फेरि मैले होइन प्लात्त निक्लेर भन्ने टेन्सन के फेरि यहाँनिर ले हामी चाहिँ अब लाग्दैको पोखरातिर कति घन्टामा पुगिन्छ 5 घन्टा समथिङ 5 hours 27 minutes देखाइरहेको थियो क्या अरे अब अहिले गएर केटाहरू भेटिन्छ सुरुमा त गएर केटाहरू भेट्नु पऱ्यो सबै एक ठाउँमा मिटअप पोइन्ट हाम्रो अब दारीभाइ नै हुन्छ भन्ने कुरा थियो म लेट भएँ 7:30 मा भेट्ने भनेको थियो अब 7:30 त अहिले भइसक्यो 7:30 एक्ज्याक्टली 7:30 भएको छ होइन त्यही हो अब यसो बेला बेलामा हेर्दै जानुपर्छ ब्याग बानेको भएको छैन मैले मेन कुरा त त्यो मैले भित्र सामान हालेकै भएको छैन सामान मैले के गरिहालेँ आन्डु पान्डु सामान हालेछ अनि केटाहरू आइसक्यो कि आइसकेनन् कि फेरि कल पनि कसैले गर्दैनन् अरू त त्यस्तै हो मेरो ब्याग खस्ला भन्ने टेन्सन हो क्या फेरि ब्याग खस्न त नखस्ला टाइटली नै बान्नेछु भन्न त केटाहरू यताबाट त जाँदैन मिटअप पोइन्टमा कल पनि गर्दैनन् यार केटाहरू फेरि ओहो ल अहिलेलाई चाहिँ अब के गर्ने ए बाबा कस्तो बोबल भइरहेछ नि एउटा स्याटरडे आज होइन हो स्याटरडे भएपछि त केटाहरूको हुन्छ कस्तो नकुदेको गरेर इन्जिनियर त चेन्ज गरे एयर फिल्टर नि सफा गरे हिजो कुद्दैन त के भयो र यसलाई अब सिधै दारीभाइ भेटौँ ल के गर्ने र सनराइज भइसक्यो 7:30 मा भेट्ने भनेको 7:30 मा म निक्लिरहेको छु अनि यस्तो गरेर कहिले पुगियो होला त अहिलेलाई चाहिँ क्यामेरा बन्द गरिदिएको मैले अब केटाहरू दारीभाइ गएर भेट्नुपर्छ ल बाई बाई